भन यो नेताले गरेर यस्तो जाडो महिना पनि मेरो बुढासँग सुत्नु पाएको छुइनँ हौ भन्न कठङ्गै सुत्नुपर्छ मैले मेरो बुढा विदेशमा छ यो पीडा त नेताले बुझ्छ डल्लपा तिनीहरूको यत्रो बुढीसँग सुत्नेहरूले बुझ्छ हामी यो जनताको पीडा रिस उठ्दो नाना तिमीलाई पनि जाडोमा बुढाको याद आउँदो नजिस्काऊ है आउँदो रहेछ कसलाई आउँदैन आउँछ नि ती चिसो हुँदैन बुढा भयो भने त खप्पै खुट्टा लाएर सुत्नु पाइन्छ यो पीडाहरू सम्झिन त म त कसैलाई भोट दिनु मनै लाग्दैन छिरिक्क मन लाग्दैन अहिले नेता राम्रो भन्छ नि त्यसलाई फात ल यसले राम्रो गर्छ प्याट भोट लायो भोलि खुलाक्कै खुल्काइदिन्छ त्यसले नै म त साँच्चीकै यो देशको कुरा गर भने त दक्षिणा साह्रो रिस उठ्छ हौ साह्रो रिस उठ्छ म त भोटै दिन्न भन्दैछु जुन गोरु आयो कहानी चिरेको कि के भन्ने उखान छ नि सबै आयो उही फ्या हो क्या सबै एक दुई दिन चुमुक 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 गर्छ नि छप्प पैसा आएपछि उखानै छ नि भगवानको त त्रिनेत्र खुल्छ अरे मान्छे हो मान्छेको त कता कता खुल्छ